गाइस लरक्क पानी परेर लरक्क चिप्लो रहेको छ लरक्क लट्ट्याउने लरक्क भइन्छ हाम्रो सरको टिकटक ए मा कसम खान्छ कर पिटाइ ओइ हाम्रो कलासँग चाहिँ भिडियो कल चल्यो हैन यहाँ मान्छे चाहिँ यता हान टक्क यहाँ चाहिँ भिडियो कल चलेको छ हामी चाहिँ राति 11 बजे चिया खान लागिरहेको छौँ हैन हामी जस्तो मान्छेलाई भन्छन् चिया लभर आहा टक्क मिठो छ गाइस हैन चिया चाहिँ एकदम आफ्नो नेसनल एन्थमलाई रेस्पेक्ट गरेर भने एकैछिन फेरि बस्दै सहितसँग बोल्ने नि भर्खर बज्यो हैन र वेलकम ब्याक रहेको छ सबैजनालाई हैन तर ब्लगमा गाइज र म तपाईको वान अफ द फेभरेट युट्युबर र गाइज आज चाहिँ हाम्रो कलेज ब्लगको डे 3 हैन लास्टको दुई ब्लगमा कलेजको डे 1 र डे 2 मा एकदम सपोर्ट र माया देखाइदिनु भएको छ त्यस कारणले गर्दा कलेज ब्लगको डे 3 निकाल्नै पर्यो हैन आज चाहिँ म चाहिँ ड्रेस लाएर जाने हैन कलेजको टक्क कोट प्यान्ट लाएर जाने चिटिक्क पर्र हैन कोट प्यान्ट लाउँछु टक्क त्यसपछि देखाउँछु है हजुरलाई कस्तो देखिन्छ त हेरम है मैले ट्राई त गरेको छैन फर्स्ट टाइम लैदिनु त्यस्तो एक्साइटमेन्ट त भइहाल्छ मलाई बेर हुन लागिरहेको छ छिटो गर्नु परिराखेको छ फाइनली गाइज 2 हप्तापछि स्कुलको ड्रेस लाएर रेडी भइसकेको छ हैन टक्क पारा भाइ यसले कोट लाएर टक्क अब बिहा जस्तो भइरहेको छ गाइज हैन चिटिक्क पारा हेर्दा त बिहा गरे जस्तो छ कोट प्यान्टको अब चाहिँ ठक्क जाने कुरो हुन्छ बेर भइसकेको छ आज चाहिँ म एक्लै छु किनकि चौरेलाई चाहिँ आई फ्लू भयो अरे हैन त्यसलाई भएपछि अब मलाई डर लागिरहेको छ त्यही पनि लाइट निभाएर टक्क अब बाटामा गइछ र हामी चाहिँ मन्दिरको आशीर्वाद लिँदै टक्क पारामा यहाँबाट लाग्दैछौँ है त गाइज आज एकदम मौसम कोइरो लाएर बिजोग छ हैन र म चाहिँ छाता लिएर जुन दिन कलेजको ब्लग गराउँछु जुन दिन पानी पर्छ यस्तो अचम्मको कुरो छ नि र गाइज हामी चाहिँ टुकेको लगभग पुग्न लागिरहेका छौँ हैन छिटोभन्दा छिटो सब्सक्राइब गरिदिनु होला नयाँ हुनुहुन्छ भने हैन अब राम्रो लाग्यो भने सब्सक्राइब गरिदिनु होला र नत्र त केही नगर्नु पर्यो भन्ने कुरो त्यही पनि यत्रो टुकेसम्म पुग्यो होइन गाइज न त एकदम न केही ठुलो राम्रो कन्टेन्ट छ न केही न राम्रो फोन छ न केही न लाइफस्टाइल राम्रो छ देखाउनका लागि सोचेकन नि न केही हुन्छ नि एउटा मुगाल सुहार राम्रो खिच्नका लागि मुगाल न केही देखाउनका लागि केही नगरिकन टुकेसम्म पुग्न लागि एकदम खुसी कुरो होइन टुके पुग्न लागि भने चाहिँ एकदम धेरै खुसी लाग्छ किनकि 1K त त्यस्तै थियो 1K एकदम खुसी भएको थियो यसलाई टुकेमा पुगाउनु धेरै मिहिनेत लागेको छ टुकेलाई चाहिँ एकदम जो सो त्यस भएर सब्सक्राइब गरिदिनु होला लगभग टुके पुरामा होइन अब अँधेर भइसकेको छ सो टुके पुऱ्याइदिनु होला है त अब कलेज गएर भेटौँ र गाइस म चाहिँ हाम्रो गाउँतिरका काका काकी भाइ कहाँ आइसकेको छु होइन मेरो साथीका बाबा हुनुहुन्छ होइन हामी चाहिँ काका भन्छौँ यहाँका भाइ कहाँ चाहिँ म आधी घन्टा चाँडी आइसकेको छु अब आधी घन्टा तपाईँ के गर्ने भन्ने कुरो र गाइस हाम्रो चाहिँ पहिलाको क्लास यो थियो होइन जुन सेक्सन नबाँडिदिँदा होइन अहिले चाहिँ हाम्रो सेक्सन बाँडेर चाहिँ 20 क्लास भइरहेको छ होइन अहिले हालफिलहाल त क्लासमा फर्स्ट डे म आइसकेको छु हामी चाहिँ लास्टतिर हो बस्ने फेरि टक्क पारामा एकैछिन बस्न पर्यो किनकि 10-20 मिनट जति कोही आउनु अझै नि होइन सो एकैछिन एक्लै पर्न पर्छ होला सब बोले पनि एक्लै बहुत टाढो छ अब सुन्ने यार छैन अब एकैछिन बसेर वेट गर्छु त्यसपछि गएर भेट्छु र गाइस हामी चाहिँ अहिले आफ्नो भिडियो गराउनु दियो यार केटाहरूले भिडियो गराउनु दिँदैन हल्लाएर हैरान पारे तर हामी चाहिँ यस्तो हाफ्ने भएर यसो बाहिर जानु भनेको त्यस्तै हुन लागिरहेको छ काम कुरो र हाम्रो कलासँग चाहिँ भिडियो कल चल्यो होइन यहाँ मान्छे चाहिँ यता हान टक्क यहाँ चाहिँ भिडियो कल चलेको छ गाइज कलेजमा भिडियो कल चल्यो होइन सबैको बारेमा म चाहिँ कलेजमा हैन अब काट्यो कलेजमा भिडियो कल गर्ने छुट्टी मजा खायो पाली भिडियो कल चल्यो छ हाम्रो गाइज लरक्क पानी परेर लरक्क चिप्लो रहेको छ लरक्क लट्ट्याउने लरक्क भइन्छ के बोले भाइ के बोले के छ थाहा बोले यस्तो पानी परिरहेको छ होइन गाइज आज चाहिँ मौसम राम्रो रहेको छ चिल पारामा हाम्रो चाहिँ मौसम चिल रहेको छ छातीले चिल देखिन्छ हामीले तर कि यहाँ ओ नहल्लाइदियो त्यसले अलिक हल्लाइदिने काम छैन यिनीहरूको माथि बसेर हल्लाइदिन्छ
जा न कसम खान्छ कर पिटाइले ओइ कस्तो बिदिन्छ के कस्तो कसम रुजियन हाम्रो चाहिँ फाइनल्ली घर जाने कुरो लागिसकेको छ सरले अगाडि पढाउँदै हुनुहुन्छ त्यही पनि हाम्रो केटाहरू चाहिँ सबै हिँडिरहेका छन् कसैलाई बाल छैन होइन सबै आफ्नो चिलपारामा छन् सरले उहाँ लेखिदिनुहुन्छ सबै हिँड्न लागिरहेको छन् होइन वेटिङ चलेको छ बाहिर पनि यस्तो छ पढ्न आउने हो पढ्न आउने बेलुकाति घर साइड चाहिँदैन होइन ल ल हाम्रो सरको टिकटक ए लाग्दिनेछ त हो त्यहाँ दाइले चाहिँ मलाई यता तक माथि तक थोरै माथि तक ल्याइदिनु होइन एकचोटि रोकाइदिएको यता तक आइयो टक्क पारोमा यसो गर्मी पनि छ होइन घरै जानुहुन्छ होला ल्याइरहेको त तर यहाँले चाहिँ एक फेरमा रोकाइदिनु होइन एकदम खुसी लाग्यो होइन अरूले चाहिँ यति माथि तक भन्थ्यो अन्त यसो रोकाइदिन्थेन नि त्यो पनि केही छैन अब चाहिँ लेथे पारामा उहीँ माथि पुग्ने कुरो हुन्छ र केही छ अब चाहिँ गाउँमा नि कोही छैन दसैँ तिहार तिज आउनु ल्याइरहेको छ तिज नि एकदम पछिरहेको छ सबै सँगै हुन्छ जस्तै रहेको छ अहिले चाहिँ टिकटकमा एकदम दसैँ आउने यति दिन गरिरहेको आइजन सबैले होइन पोस्ट हाल्ने यताउति दसैँमा भाइब चाहिँ गाउँतिर एकदम बवाल हुन्छ होइन छुट्टा मजा आउँछ क्या दसैँको भाइब फेरि गाउँतिर अब यार केटाहरू तुरले यस्तो पैसा के अरे पोस्ट गरेर राख्छु भन्ने कुरो अब दसैँ टिको लाएर जान्थ्यो 5-10 रुपियाँ पाउने हामीले भइभरिको पैसा केटी मान्छेले दिन्छन् दिदी सिम 3-4 हजार हुँदाखेरि आफू सिम 100 रुपियाँ नि बल्ल हुन्छ होइन दसैँ अनि गाह्रो छ त्यही यो केटाहरूलाई एकदम दसैँ रमाइलो हुन्छ त्यही हो गाउँतिर यस्तो डुलदाम नत्र पैसा दसैँ कमाइन्न यार मावला नगइने नि त कामै छैन सो दसैँ अनि गाह्रो छ र दसैँहरू गाउँतिर एकदम रमाइलो हुन्छ यार पिङ बना यताउति खाना हिँड्यो गाउँतिर सबै आएका हुन्छन् होइन दाइहरू भाइहरू दिदी बहिनी सबै साथीहरू गाउँका होइन सबै आएर एकदम रमाइलो हुन्छ सो दसैँ आउने नि मस्ती छन् 2 महिना अन्त भइसन् पर्खिम न त अब दसैँ यहाँ गरौँला भ्लग दसैँ तिहार एकदम र मेरो साथीहरूले चाहिँ धेरै असरले 11-12 साइन्स लिएर पढेछन् होइन र तैँले 11-12 म्यानेजमेन्ट र बिजनेस पढेर तैँले के प्लान छ तेरो फ्युचरको भन्दै थिएँ र मैले एकदम सिक्योर फ्युचर देखिरहेको छु मेरो बढिया छ होइन चोक हिँडो बसो खाओ गर्नलाई एकदम बढिया छ र गाइस पारि उ त्यहाँ के अरे 100 ठुङ्गा बलिदिइरहेको छ अन्त होइन म चाहिँ आफ्नो नेसनल एन्थमलाई रेस्पेक्ट गरेर भने एकैछिन फेरि बसेँ 100 ठुङ्गा बल्नु जाने भर्खर बज्यो होइन त्यही भएर एकैछिन बसेर यसो हामी अब स्टुडेन्ट बसी त्यस्तो बस्नु पऱ्यो नि त होइन त्यही भएर यसो बसिदिएको यति गर्दैछ भयो चाहिँ होइन नेसनल एन्थमलाई रेस्पेक्ट गर्नुपर्छ फेरि हामी चाहिँ यति राति पानीपुरी खाने भनिरहेको छौँ होइन पूजन लिएर मैले टक्क पानीपुरी खाने भनेका छौँ अब पानीपुरी बनाउनु पर्छ होइन अब केटामध्ये यसरी पानीपुरी खाने त हामी मात्रै होला होइन 2 भाइ यस्तो बनाएर खाने तर लास्ट मिठो हुन्छ होइन नखाएका नि मस्ती भयो यार 6-7 महिना भयो होइन पानीपुरी नखाएको अब अचल त्यसरी एक्लै बजार गएर खान सकिन्न होइन यसो घर बनाएर खाने भनेको आज चाहिँ टक्क पारामा पानीपुरी अब पानीपुरी चप होइन ल्याम्मा कुलुक खाने अब बनाउनलाई यस्तो प्रोसेसिङ लाग्छ 1 घन्टा जति लाग्छ होला अब टक्क रेडी पार्नु त पहिला आलु उसिन्नु पऱ्यो होइन आलु खोज्नु जानुपर्छ फेरि दोकानतिर आलु लिएर आउँछु यार हाम्रो चाहिँ अब यहाँ कराई बसिसकेको छ यता चाहिँ हामीले आलु बसालिदिउँ होइन पूजन यता छन् र म चाहिँ यता टक्क पारामा होइन अब बनाउँछु र टक्क अब के गर्ने हुन्छ पहिला बनाऊँ गरेर त्यसले खाने हुने कुरो हुन्छ बनाउन एकैछिन बेर लाग्छ जस्तै छ के अब यसो स्पेसल गरौँ होइन हाम्रो चाहिँ पानीपुरीको अनबक्सिङ हुँदैछ होइन कोही माछाले खोल्ले र यो चाहिँ कतिको 200, 250, 300 कति रुपियाँको त्यत्रो हुनेछन् पहिला चाहिँ यहाँ पुरामा होइन र यहाँ चाहिँ हामीले पानीपुरी पुऱ्याउने छौँ होइन गाइस अहिले हात पोल्छ क्या फेरि वाउ भेरी डिलिसियस खतरा देखियो है तर यार मलाई म यति अग्लो चाहिँ यति नुङ्गो पऱ्यो
एकदम राता राता बनाएर पानीपुरी स्वाममा चटपट त धेरै भयो चाट होइन हाम्रो चाहिँ यत्रो चटपटे बनाऊ जस्तो चटपटे कि पानीपुरी बनाऊ होइन अब यसलाई हामीले खानेकुरो हुन्छ पहिला ल्याम्मा पहिला एउटा हेर्नुहोस् यस्तो कस्तो खान्छु मैले तातो खाएर बवाल मिठो र आजको हाम्रो नाइट चाहिँ होइन बिहे अङ्कलको सिधा टक्क बारेमा होइन हामी तिनजना बिहे अङ्कल खाइ सन्तोष होइन सो हामी चाहिँ सुदन दाइ र म यहाँ अब के भन्छन् पहिरोला यहाँ सुदन दाइ र म चाहिँ सुत्न आइरहेका छौँ राति यस्तो बिहे अङ्कलको सपोर्टमा र यही सुत्ने कुरो हुन्छ हाम्रो होइन कस्तो छ होइन हामी भोग्ला अनि हामी जे पनि खान सकिन्छ होइन मकै पोल्दै पनि खान सकिन्छ हामीले मकै त्यति राति नपोलाम तर पनि केही छैन त्यति पल्टिने हामी चाहिँ राति 11 बजी चिया खान लागिरहेका छौँ होइन हामी जस्तो मान्छेलाई भन्छन् चिया लभर आहा टक्क मिठो छ गाइस होइन चिया चाहिँ एकदम ऊ यार चिया लभर भन्छ होइन रातिको 11 बजे चिया खाएपछि निन्द्री लाग्दिनँ अब भोलि कलेज जाने क्यार हो सुदन दाइले चिया पकाउनु होइन एकदम मिठो पकाउनु चाहिँ टक्क पारामा आहा क्या मिठो छ सुदन दाइले चाहिँ एकदम स्पेसल चिया बनाउनु रहेछ होइन अब चाहिँ यस्तो खाना चिया चाहिँ बवाल बनाउनु आहा एकदम मिठो छ होइन चिया लभर बिलाइक रातिको 11 बजे खाने होइन नाइट चाहिँ हाम्रो यही सुत्ने कुरो हुन्छ र भिडियो अन्त्यसम्म हेरिदिनु भएको छ एकदम साथ सपोर्ट दिनुभएको छ र यो भिडियोको लाइक पनि 100 राखिदिउँ आजकल अर्को कम्प्लिट 105 जति पुगिसकेका छन् एकदम दुईवटा भिडियोमा 1K कटिसकेका छन् सो यो भिडियोमा आशा गरौँ गर्छन् भन्ने र अर्को भिडियोका लागि पर्खिनुहोस् हस्त धन्यवाद थ्याङ्क यू फर वाचिङ